सो हेलो वेलकम ब्याक टु अनदर माई च्यानल। सबैजनालाई स्वागत छ आज मेरो भ्लगमा। आज चाहिँ हामी जाँदैछौँ गोदावरी जाँदै हुनुहुन्छ हाम्रो धेरैजना मान्छेहरू, मम्मीहरू हुनुहुन्छ, आन्टीहरू हुनुहुन्छ। अनि आज धेरै रमाइलो हुनेछ। यो भिडियोलाई पुरा फुल वाच गरेर सब्सक्राइब गर्न चाहिँ नबिर्सनु होला सबैलाई। अनि त अब हामी पुरा भिडियोमा जानेछौँ। गोदावरी स्टेसन आइसकेका छौँ अनि यहाँनिर धेरैजना मान्छेहरू हुनुहुन्छ। त्यो चाहिँ हामी यता आइसकेका छौँ अनि यहाँनिर धेरै दामी दामी खालको कुरोहरू रहेछ। बजार लागिरहेको रहेछ है, गोदावरीको बजार यस्तो दामी छ कि है। यता नि यस्तो छ, यता नि यस्तो छ, यस बजार लागि जस्तै हुँदो रहेछ। रमाइलो हुन्छ आज। अब हाम्रो दाइहरूलाई मात्रै भेट्न बाँकी छ। दाइहरूलाई कल गरिदिनुहुन्छ अङ्कलले। हामीलाई नि क्या अहिले चाहिँ हाम्रो दादाहरू भेटाइसकेको छौँ। हाम्रो दादाहरू हामीले भेटाइसकेका छौँ है त। ल हो मेरो पोइन्ट सरोज रुचाल। हराउँदैन हेलमेटहरू चाहिँ लगेर जानु। हेलमेट त लानु कहाँ राखेर हुन्छ त, कसैको हेलमेट राख्नु भएको राखिने भन्छ। यो निस्किँदैन त, यो कि लक गरेर राख्नु। ल के भन्नुहुन्छ मेरो भ्लगमा? ह्याप्पी बर्थडे भन्नु। ह्याप्पी न्यू इयर, ह्याप्पी बर्थडे, ह्याप्पी न्यू इयरमा ह्याप्पी बर्थडे। तितौरी मिठौरी है। 100 रुपियाँ जितेँ नि मैले। यसरी यसरी अरू नि जित्ने भने किन सबै लगिदिनु भनेर मैले छाडिदिएको क्या। हो छैन नि चाचा पाउँदैन। ओए ए तेरो छाक पुगेछ। म फुलबारीमा आइरहेको छु गोदावरीको। पानी बेच्न जानु पर्ला, यसो पैसा कमाउनु पर्ला हो है। ल देख्न सक्नुहुन्छ गोदावरी कि बारी हो, वारी हो। जङ्गलतिर हाइकिङ गर्न जाने हामी। ल यो गुराँसको नाम छ, यसको नाम चाहिँ लाली गुराँस रहेछ। यहाँ खोइ गुराँस छैन, यता माथि रहेछ गुराँस है। ए ल भारी देख न, यो चाहिँ गोरा खाइहाल्ने हो कि। रुख चाहिँ मलाई बबा लाग्यो यता। ए हामी हिँड्दैछौँ सरर लाएर। गार्डन हो गएर मेरो दिल। रकहरू के भन्न चाहनुहुन्छ दाइ? चेरु दाइ विशेष गरी तपाईँले विशेष गरी हामी चाहिँ घुम्न आएको। आज चाहिँ नयाँ वर्ष, भोलि चाहिँ 2 गते। भोलि 2 गते उहाँ गोर्खा जाँदै हुनुहुन्छ अनि एकदम रमाइलो हुन्छ अरे गोर्खामा। आज 1 गते, भोलि 2 गते। 2 गते मेन कुरा त्यही हो। बाबाले चाहिँ मलाई जस्तो राम्रो लाग्यो। जू जस्तै थियो कि, जू भन्दा अलि राम्रो माथि रे उता बसमा छोरा उताबाट जानुपर्छ अरे। ओए ल मेरो फेभरेट चिज आइले। यो चाहिँ हाम्रो मेला है। अब चाहिँ हामी हाइकिङ जाँदैछौँ। हाइकिङ उकालोतिर, उकालो एकदमै उकालो है। ल यो चाहिँ हेर्न सक्नुहुन्छ। ओ नाइट पनि, नाइट स्टे हान्न नि मिल्छ क्या, टेन्ट लिएर हान्नु मिल्छ? मिलेन होला खोइ।
टेन्ट लिएर पुरै बसिरहेको छ अङ्कल त्यहाँ हुनुहुन्छ भने जुमै भएन अन्त गाइजहरू अहिले चाहिँ हामी हाम्रो स्टेसनमा आइसकेका छौँ नगर न यार हामी अहिले स्टेसनमा आइसकेका छौँ अनि चाहिँ यता सबैजना हुनुहुन्छ ल ल खाम हाम्रो मासु खाम फर्स्ट मासु खोइ खाइहालौँ न त्यो नाम साथीहरू थुक्ले बिलिन्छ मिठो छ है माया गरेर राख्नु भएको छ त्यहाँ अनुहार बिगारेको हेर्नु नि त्यहाँनिर चिनी हो क्या यो चिनी यस्तो छ यसरी खाने खै खानु मिठो छ ल गाइज हामी चाहिँ अहिले यहाँनिर यसो गीतहरू गाइरहेका छौँ डान्सिङ हुँदैछ है गाइजहरू त्यहाँनिर हामी पनि यसरी नाच्न पायो भने त के गर्नु नाच्ने आउँदैन यसरी बाहिर हुनु नि त ड्याडी के भन्नु नि त के भन्नु न के भन्नु ल अङ्कल के भन्नु न नयाँ वर्षको केही छ कि ल नयाँ वर्षमा केही अरूलाई के भन्नु छ कि भन्नु न भन्ने मैले घोचु छैन राम्रो कुरा के भन्नु मेरो लागिरहेको भन्नु आज 2083 सालको धेरै धेरै शुभकामना अनि त्यसरी नै ज्ञानी बन्नु राम्रो काम गरेर जानु पढ्नुमा ध्यान दिनु गेम धेरै नखेल्नु हजुर है 2083 मा चाहिँ आमामामा एसी दिने बेलामा त A+ ड्वाङ नै झरेको होस् जेसुकै होस् म यही दिन्छु गाइजहरु यो चाहिँ मेरो लागि हैन तपाईहरुको लागि तपाईलाई के भन्नु छ भन्नु न भन्नु तपाई मोटो राइडर हैन मैले भन्नु खोजेको चेरो दाइ के छ ह्यापी बर्थडे उहाँको जहिले नि ह्यापी बर्थडे हो ल बिचमा मेरोको पनि के हो ए ह्यापी मम्मी ए ल जस हाउनमा चाहिँ इङ्ग्लिस जान्नेहरू हुनुहुन्छ है यस्तो भन्नुहुन्छ कि मैले नबुझ्ने भन्नुहुन्छ ल ग्रुप चाहिँ यति छ हाम्रो टक्कल र अब चाहिँ हाम्रो मेन पार्ट निस्किया छ हाम्रो हरियो पानी यस्तो छ है पुरै जम्मू चाहिँ जस बबाल छ है ल ल ल चुङ्गी हान्नु ल सिन्चाइ रहेछ यहाँ चाहिँ है सिन्चाइ जोस् दामी छ ठाउँ चाहिँ आउनु होला तपाईँ पनि चेरो दाइ त्यो ठाउँको बारेमा केही भनिदिनु न होला नि त्यो ठाउँको बारेमा त्यो ठाउँ चाहिँ त्यो ठाउँ हो जुन ठाउँमा हामी आज आएको छौँ हो दाइहरू चाहिँ क्या दामी दामी हुन्छ होइन लिमिट क्वेसनको एन्सर दिने क्या है खतरा हुनुहुन्छ है दाइहरू चाहिँ होइन दामी बबाल यस्तो गरिने हो क्या लागेको कुरा चाहिँ नि यस्तो ठाउँमा चाहिँ यहाँ बसेर क्रिस्चियन वर्सिप गर्नु भइरहेको छ
चर्चै आयो है त्यो चाहिँ मलाई एकदम बबाल लाग्यो बल चाहिँ त्यहाँ गएर छ अब यता लगातार कति घन्टाको हिँडाएपछि हामीले बल्ल बल्ल एउटा दामी ठाउँ पाएको छौँ रुखको फेदमा त चाहिँ हुनुहुन्छ यता अब चाहिँ हामीले बबा ठाउँ पाएको छौँ अब चाहिँ मजा हुन्छ अब चाहिँ हाम्रो मासु सासु है एच हुन्छ यस्तो खाइन्छ कि दाँत त पयालो देखिरहेछ गाइजहरू अहिले चाहिँ हामी यसरी यहाँ खाना आँटेको छौँ यहाँ अलिक टाढा उता कताबाट आएर यहाँ ग्रुपमा सम्मै बसेर अब खानेछौँ अलिक बिचमा 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 झाप्पै 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 ल खाइदेऊ खाइदेऊ तल म पनि सुन्छु गाइज अहिले चाहिँ हामी गोदावरीको फुलबारीमा आइसकेका छौँ ल गाइज अब हामीले धेरै रमाइलो गऱ्यौँ धेरै खायौँ धेरै नाच्यौँ धेरै पाद्यौँ धेरै होइन सबै ढगार ढगार्नु भएको छ है अब चाहिँ हाम्रो सिद्धो समय होइन किनकि मोबाइलको ब्याट्री सिद्धो नेक्स्ट भ्लगमा तपाईँहरूले आमा पक्कै पनि अर्को अलिक दामी भ्लग देखाउन कोसिस गर्नेछु यो भ्लगलाई पुरा हेर्नुभएको छ तपाईँहरूलाई थ्याङ्क यू अनि यो भ्लगलाई चाहिँ सब्सक्राइब लाइक कमेन्ट गरिदिनु होला